नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले पछिल्लो समय देखिएको समस्या समाधानका लागि पहल कदमी लिएको छ। सुरुमा एन्फा खेलाडी सङ्घले एन्फा मुख्यालयमा विरोध गरेपछि युवा तथा खेलकुद मन्त्रालयमा 120 दिनभित्रमा शहीद स्मारक ए डिभिजन लिग गर्ने सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै ए डिभिजन क्लबहरूले पनि एन्फाको मुख्यालयमा प्रदर्शन गरेका थिए। त्यसपछि एन्फाले असन्तुष्ट रहेका खेलाडी सङ्घ र ए डिभिजन क्लबहरूलाई संयुक्त रूपमा छलफलका लागि पत्रचार गरेको थियो। सोही अनुसार आइतबार एन्फा मुख्यालय सादो बाटोमा झन्डै 2 घण्टा एन्फा पदाधिकारी, खेलाडी सङ्घ र ए डिभिजन क्लब गरी त्रिपक्षीय छलफल भएको हो। छलफल सौहार्दपूर्ण तरिकाले अघि बढेको सहभागीले बताएका छन्। छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले सानो टिम बनाएर थप छलफल गर्ने सहमति भएको बताए। उनले यो छलफल भोलिदेखि नै सुरु हुने पनि जानकारी दिए। अध्यक्ष शेर्पाले प्रतियोगिताको मिति तोक्ने गरी आफूहरूले छलफल गर्ने पनि बताए। एउटा दीर्घकालीन सोच कार्यक्रमहरू बनाउनुपर्छ। त्यसले गर्दाखेरि आजै सबै टुङ्गिन्छ भन्ने चाहिँ मलाई लागेको थियो। तर एउटा पोजिटिभ साइन चाहिँ आइरहेछ। त्यसले गर्दाखेरि अब हामी अझै पनि 2-3 दिन अलिकति यो एकदमै मसिनो ढङ्गले हामी छलफल गर्छौँ। यो क्यालेन्डरको कुराहरू छ, यसलाई चाहिँ कार्यान्वयन गर्दाखेरि चाहिँ के समस्याहरू छ, त्यो सबै समस्याहरूलाई चाहिँ एक ठाउँमा राखेर त्यसको चाहिँ टोटल सोल्युसन चाहिँ टोटल रोडम्याप चाहिँ हामी निकाल्छौँ। यसै गरी फुटबलको संस्थापन पक्ष रहेको एन्फाका महासचिव किरण राईले पनि छलफल एकदमै सकारात्मक रहेको जानकारी दिए। उनले टुर्नामेन्ट गर्न तयार रहेको बताउँदै मिति तोक्ने विषयमा कार्यदलले तय गर्ने र त्यसैका आधारमा अघि बढ्ने प्रश्न पारे। माग भन्नाले अब गेम गर्न पर्ने हो। गेम एन्फाले गर्न तयारै छ, तर खालि चाहिँ फर्मेटको कुरा र कुन डेटमा कसरी गर्ने भन्नेमा विवाद हो। कुन लिग अगाडि कुन पछाडि भन्ने विवाद मतलब अलिकति त्यसमा बुझाइमा एकरूपता नआएको हो। तर अब यो भोलिदेखि नै हामी गृह कार्य गरेर त्यसमा एकरूपता ल्याउने प्रयास गर्दैछौँ। खेलाडीहरूले प्रतियोगिता खेल्न नपाउनु आफैमा दुःखद कुरा भएको बताउँदै एन्फा खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले अब सधैँको व्यतिथिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। झन्डै 10 महिना अगाडि तोकिएको समयसीमा तोकिएको प्रतियोगिता हो ए डिभिजन लिग। त्यो लिग समयमा किन तयारी गरिएन? अब लास्ट आवरमा आएर हामीलाई समय अवधिको कुरामा हुन्छ। तपाईँहरू एन्फाको एडमिनिस्ट्रेसन पार्ट चाहिँ तपाईँहरू यसमा विफल हुनुहुन्छ भन्ने कुरा नै थियो। र उहाँहरूले अब आजको भोलि नै खेल्ने अवस्था नभएको कारणले गर्दाखेरि हामीले तपाईँलाई क्राइटेरियाहरू दिएका थियौँ। एएफसी प्रावधानदेखि लिएर सम्पूर्ण कुराहरू हामी खेल्न तयार छौँ भन्ने कुरा नै गर्नुभएको छ। सम्भवतः भोलि या पर्सिमा उहाँहरूको यही कुराहरूलाई सम्बोधन गरेर चाँडोभन्दा चाँडो गरेको फुटबलमा टप लेभलको लिग सञ्चालन हुने एउटा बाटो हुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। नेपाली फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग नभएको झन्डै 900 दिन पुग्न लागेको छ। पछिल्लो पटक एन्फाले यस वर्ष ए डिभिजन लिगको साटो राष्ट्रिय लिग आयोजना गर्ने भनेपछि विरोध भइरहेको अवस्थामा त्रिपक्षीय छलफल सुरु भएकाले अबको केही समयमा निकास निस्कनेमा आम फुटबल प्रेमी भने आशावादी रहेका छन्। निप्लेजका लागि प्रदीप लेखीको रिपोर्ट।